दर्शकबिन नमस्कार, म हुँ सुरेश दाहाल र सदा चाहिँ आज पनि एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। पक्कै पनि तपाईहरूले मलाई मन पराइरहनु भएको छ, लाइक गरिरहनुहुन्छ, कमेन्ट गरिरहनुहुन्छ। त्यस कारणबाट आज पनि एउटा भिडियो पोस्ट्याउनको लागि म आइसकेको छु। कमेडी भिडियो पोस्ट्याउने गर्थेँ सधैँभरि र आज चाहिँ भने जिके क्वेसन पोस्ट्याउन गर्दैछु, किन भन्दा समयको अभावले गर्दा। पक्कै पनि यो पढिरहने भाइ बहिनीहरूको लागि पक्कै पनि काम लाग्न सक्छ। यदि सुरेश दाहाल अफिसियलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि मेरो च्यानल सुरेश दाहाल अफिसियललाई चाहिँ सब्सक्राइब गरेर नजिकको घन्टी चाहिँ दबाउन नछोड्नु होला है त। र मेरो फेसबुक पेज रहेको छ सुरेश दाहाल र मेरो फेसबुकमा हजुरहरू नयाँ हुनुहुन्छ भने सुरेश दाहाललाई फलो गर्दै जानुहोला। त्यहाँ पनि रिल्सहरू र सन्देशमूलक भिडियोहरू र कमेडी भिडियोहरू आइरहन्छ। र अब आजको जिके क्वेसन तिर लागौँ। आज चाहिँ मैले सबैभन्दा बढी उत्पादन गर्ने देश कुन हो र त्यहाँ के सामान चाहिँ बढी उत्पादन हुन्छ भनेर भिडियो बनाउन चाहेको छु। पक्कै पनि पढिरहनु हुने भाइ बहिनीहरूको लागि यो विशेष जानकारीमूलक भिडियो पनि बन्न सक्छ। र पहिलो प्रश्न रहेको छ, विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो? पक्कै पनि यहाँहरूले गेस गर्नु होला है त। र म उत्तर त भनि नै हाल्छु, गेस गरेर मिल्छ मिल्दैन तपाईँहरूले कमेन्टमा लेख्नु होला है। विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो? उत्तर रहेको छ चीन। र दोस्रो नम्बर रहेको छ, विश्वमा सबैभन्दा बढी सुर्ती उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी सुर्ती उत्पादन गर्ने देश कुन हो? र उत्तर रहेको छ चीन। तेस्रो नम्बर क्वेसन यस प्रकार रहेको छ, विश्वमा सबैभन्दा बढी गहुँ उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी गहुँ उत्पादन गर्ने देश कुन हो? सही उत्तर रहेको छ फ्रान्स। र चौथो नम्बर क्वेसन यस प्रकार रहेको छ, विश्वमा सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ नेपाल हो। हाम्रो देशले नि धेरै उत्पादन गर्दो रहेछ ल। र अब हामी लागौँ पाँचौँ क्वेसनतर्फ। पाँचौँ क्वेसन यस प्रकार रहेको छ, विश्वमा सबैभन्दा बढी गोलभेडा उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी गोलभेडा उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ इटाली। र अब हामी लागौँ छैटौँ क्वेसनतर्फ, विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ भारत। र अब हामी प्रवेश गर्दैछौँ सातौँ क्वेसनतर्फ, विश्वमा सबैभन्दा बढी आँप उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी आँप उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ भारत। अब हामी लाग्दैछौँ आठौँ क्वेसनतर्फ, विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ ब्राजिल। अब हामी नौँ क्वेसनतर्फ प्रवेश गर्दैछौँ। नौँ क्वेसन यस प्रकार रहेको छ, विश्वमा सबैभन्दा बढी चिया खपत गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी चिया खपत गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ बेलायत। यसले कति चाहिँ खपत गर्छ त? झन्डै 40% खपत गर्छ। त्यस कारणले सबैभन्दा बढी चिया खपत गर्ने देश बेलायत हो। अब लागौँ हामी 10औँ क्वेसनतर्फ। 10औँ क्वेसन यस प्रकार रहेको छ, विश्वमा सबैभन्दा बढी कफी खपत गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी कफी खपत गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ स्विजरल्यान्ड। अब हामी लाग्दैछौँ 11औँ क्वेसनतर्फ।
11औं क्वेसन यस प्रकारको रहेको छ। विश्वमा सबैभन्दा बढी केराउ उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी केराउ उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ अस्ट्रेलिया। अब हामी लागौँ 12औं क्वेसनतर्फ। 12औं क्वेसन यस प्रकार रहेको छ। विश्वमा सबैभन्दा बढी केरा उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी केरा उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ अस्ट्रेलिया। अब त्यसपछि लागौँ हामी 13औं क्वेसनतर्फ। 13औं क्वेसन यस प्रकार रहेको छ। विश्वमा सबैभन्दा बढी आलु उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी आलु उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ जर्मनी। अब हामी लागौँ 14औं क्वेसनतर्फ। 14औं क्वेसन यस प्रकार रहेको छ। विश्वमा सबैभन्दा बढी जुट उत्पादन गर्ने देश कुन हो? विश्वमा सबैभन्दा बढी जुट उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ बङ्गलादेश। र हामी लागौँ 15औं क्वेसनतर्फ। 15औं क्वेसन यस प्रकार रहेको छ। विश्वको सबैभन्दा धेरै प्राकृतिक रबर उत्पादन गर्ने देश कुन हो? विश्वको सबैभन्दा धेरै प्राकृतिक रबर उत्पादन गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ थाइल्यान्ड। अब लागौँ हामी 16औं क्वेसनतर्फ। विश्वको सबैभन्दा धेरै बढी जङ्गल भएको देश कुन हो? विश्वको सबैभन्दा धेरै जङ्गल भएको देश कुन हो? यसको सही उत्तर रहेको छ ब्राजिल। र हामी लाग्दैछौँ 17औं क्वेसनतर्फ। विश्वको सबैभन्दा धेरै जलस्रोत भएको देश कुन हो? विश्वको सबैभन्दा धेरै जलस्रोत भएको देश कुन हो? यसको सही उत्तर रहेको छ ब्राजिल। अब हामी लाग्दैछौँ 18औं क्वेसनतर्फ। विश्वको सबैभन्दा बढी वृक्षारोपण गर्ने देश कुन हो? विश्वको सबैभन्दा धेरै वृक्षारोपण गर्ने देश कुन हो? यसको सही उत्तर रहेको छ चीन। अब हामी लागौँ 19औं क्वेसनतर्फ। विश्वको सबैभन्दा बढी प्रयोग गरिने तरकारी कुन हो? विश्वको सबैभन्दा बढी प्रयोग गरिने तरकारी कुन हो? यसको सही उत्तर रहेको छ प्याज। है त गाइजहरू, आजको यो क्वेसन हजुरहरूलाई कस्तो लाग्यो? र भिडियो राम्रो लागेको छ भने पक्कै पनि पढिरहनु हुने नानी बाबुको लागि सेयर गरिदिनु होला। राम्रो लागेको भने अरूको भिडियो पनि लिएर आउनु भनेर कमेन्ट गरिदिनु होला। पक्कै पनि मैले टाइमको अभावले गर्दा कमेडी भिडियोहरू पोस्ट गर्न भ्याइरहेको छैन। त्यस कारणले यस्तै जिके क्वेसनहरू पोस्ट गरिरहेको छु, गर्दैछु। त्यस कारणले भिडियो के कस्तो लागेको छ पक्कै पनि हजुरहरूले मलाई मेसेज गरिदिनु होला। र भिडियो राम्रो लाग्यो भने कमेन्टमा भिडियो एकदम राम्रो छ भनेर कमेन्ट पनि गरिदिनु होला। है त, हस्, धन्यवाद, नमस्कार।